ल यहाँ अहिले हामी फाइनली फेरि अर्को एउटा फाँटमा आयौँ। त्यहाँ मृगहरू स्पोर्टेड डियरहरू छ र अब हामी बाघ त्यो फाँटमा तल खोला छ र खोलानेर बाघ पानी खान आउँछ भनेको छ। साह्रै होला नि त अहिले बच्चा होला नि यो निगुरो हो र होइन यो त ऊ हो होइन के हो यो त्यो हो त्यो तर निगुरो प्रजाति हो यो। ल हेर्नु पर पनि फेरि एक भुल धेरै रहेछ। मतलब यो नजिकमा बाघ पाउँछ ल ग्यारेन्टी हो, किनभने बाघको आहारा धेरै छ नि, बाघको आहारा धेरै छ यहाँ। ओ स्पोर्टेड डियर फेरि त्यहाँ पनि छ है। ल आउँछ दौड्यो है दिनहरू। थुप्रै छ है पर त कच्चै छ, ठुलो हुल छ। मतलब यो इलाका चाहिँ बाघको लागि फर्टाइल इलाका हो हजुर। जोरायो हो, मृग त मृग नै हो, यो स्पोर्टेड डियर भन्छ यसलाई। थुप्रो रहेछ है। ल अब अलि सतर्क बनाऊ है, बाघ हुनसक्छ यहाँ, किनभने हो अब त्यहाँ पर एउटा खोला छ नि सर होइन, भङ्गालो त्यो पानी खान आउँछ है बाघ त्यसमा हो। ल सम्भावना बढ्यो है बाघ देख्यो। यो आगो पनि लगाइया रहेछ यहाँ, तर गैडा पनि हुनु पर्ने छ रहेछ खरबाटामा त है। ओ अर्को बथान पनि रहेछ। ल यो जहाँ जहाँ आगो लगाएको छ त्यहाँ नयाँ घाँस आउँदो रहेछ। यो ठिक तल फेरि अर्को ल